नमस्ते सबै दाजुभाइ तथा उहाँहरूको दिदीबहिनीहरूलाई। मान्छेले भन्छ हाम्रो पश्चिमतिर एउटा भनाइ छ कि टुक्का उखान थिरै रहनु थिरै खानु भन्छ नि कि। मान्छे भागेर के अरे दौडेर छिटो बोलेर बाठो के भन्छ नि त्यस्तो कोही हुँदैन क्या। त्यही भएर मलाई भाषण त म कसैको पनि सुन्दैन यसको। तर जो बालेन सरले जो भाषण दिनुभएको छ नि मधेसमा अहिले गएर त्यो पोस्ट भाइरल पनि भएको छ उहाँको। सबैलाई मन पनि परेको छ क्या होइन। मान्छेले त्यस्तो भन्नुपर्छ के म छु मलाई देऊ म हो मलाई दिनुपर्छ भनेको छैन कि उहाँले चाहिँ के भनेको छ भनेपछि म मधेसको हो अथवा म फलानु ठाउँको हो म फलानु ठाउँको मान्छे हो भनेर चाहिँ मलाई भोट नदेऊ। देश बनाउने आएको मान्छेलाई राम्रो काम गर्न आएको मान्छेलाई देश राम्रो बनाउने मान्छेलाई दियो भनेको छ कि दियो भन्दा अरू के चाहियो हो। के चाहियो कि हामीहरू जनतालाई चाहिएको भने त्यो होइन। भोलि गएर काम के गर्छ कस्तो गर्छ त्यो थाहा अलग भिन्नै कुरा हो। गर्न पाउँछ पाउँदैन भिन्नै कुरा हो। तर त्यो एउटा मान्छेलाई जनतालाई चाहिएको भनेको त्यही हो क्या। गफै लाउने भयो त उहाँले पनि लाउँथ्यो नि त ए म यसलाई यस्तो देश बनाइदिन्छु उस्तो देश त्यस्तो कुनै शब्द निक्लेन। त्यही भएर गाइज भोट फ्रम बालेन सर। आजको भनाइ चाहिँ यति नै हो मेरो।